नमस्ते सबैजनालाई। आज हामी केमिकल काइनेटिक्सको न्युमेरिकलहरु हेरौँ है। सो यसमा न्युमेरिकल नर्मली दुई किसिमको मात्र सोधिरहेको हुन्छ अझसम्मको एक्जाममा चाहिँ है। र त्यही दुई टाइपको न्युमेरिकललाई चाहिँ म बुझाउँछु। यो दुईवटा न्युमेरिकल तपाईले बुझ्नुभयो भने योसँग रिलेटेड सबै न्युमेरिकलहरु तपाईले बुझ्नुहुन्छ है। ल सुरु गरौँ। सो हाम्रो पहिलो न्युमेरिकल के छ भने यो एकदमै इम्पोर्टेन्ट न्युमेरिकल हो है। यसलाई तपाईले जसरी पनि जान्नुपर्ने हुन्छ। यसमा के हुन्छ भने हामीलाई 3टा 4वटा यसरी एक्सपेरिमेन्टहरु दिएको हुन्छ है। र यो एक्सपेरिमेन्टको आधारमा चाहिँ तपाईले के गर्नुपर्ने हुन्छ त भन्दाखेरि अब यसको अर्डरहरु पत्ता लगाउनु पर्छ, यसको रेट ल इक्वेसन पत्ता लगाउनु पर्छ है। सो त्यो चाहिँ हाम्रो के हो त भन्दाखेरि यो न्युमेरिकल त्योसँग बेस छ है। यो न्युमेरिकल चाहिँ म एउटा गरिदिन्छु, यो एउटा गर्ने भने सबै न्युमेरिकल तपाईले गर्न सक्नुहुन्छ है। सो के भन्छ भने एउटा 303 केल्भिनमा यो सबै डाटाहरु हामीले लिएको छ भनिन्छ एउटा रियाक्सनको लागि। र त्यो रियाक्सन भनेको 2A + B टेन्ड्स टु गिभ C + D छ। यानी कि 2A + B मिलेर C + D दिएको छ है। र यो जुन हाम्रो रियाक्सनको जुन एक्सपेरिमेन्टहरु छ यो एक्सपेरिमेन्टहरु 303 केल्भिनमा गरिएको छ भनिन्छ है। यो एउटा टेम्परेचर मात्र दिएको हो किनभने टेम्परेचर तलमाथि बढ्दा रेट पनि तलमाथि बढ्छ है। सो एउटा कुनै फिक्स टेम्परेचरमा मात्र हामीले के गरिन्छ त भन्दाखेरि यी कुराहरुलाई क्याल्कुलेट गरिन्छ। सो यसको त्यति साह्रै इम्पोर्टेन्ट छैन हाम्रो न्युमेरिकल पोर्सनमा। अब एक्सपेरिमेन्ट नम्बर 1 मा A लाई चाहिँ हामीले 0.1 मोलारिटी राखियो, B लाई 0.1 मोल पर लिटर राखियो र जुन रेट अफ रियाक्सन हामीले देखियो है त्यो चाहिँ हाम्रो कति थियो त भन्दाखेरि 6 × 10⁻³ थियो। त्यसैगरी A लाई 0.3 र B लाई 0.2 राख्दाखेरि 7.2 × 10⁻² देखियो। त्यसैगरी A लाई 0.3 B लाई 0.4 गर्दाखेरि 2.88 × 10⁻1 देखियो। र अन्तिममा हामीले के गरियो भने A लाई 0.4 राखियो, B लाई 0.1 राखियो। यस्तो गर्दाखेरि यो देखियो। अब हामीलाई के भनिन्छ भने सुरुमा त एउटा रेट ल भने के हो भनेर लेख्न भनिन्छ। सो यसलाई लेखिदिहालौं। सो रेट लले के भन्छ भने रेट अफ रियाक्सन इज डाइरेक्टली प्रोपोर्सनल टु प्रोडक्ट अफ कन्सन्ट्रेसन अफ रियाक्टेन्ट रेज्ड टु सम पावर भनेर भन्छ। यानी कि रेट अफ रियाक्सन भनेको यो जुन रियाक्टेन्टहरु छ यिनको कन्सन्ट्रेसनको प्रोडक्टसँग डाइरेक्टली प्रोपोर्सनल हुन्छ र यो प्रोडक्ट चाहिँ केही पावरमा रेज गरिएको हुन्छ। अब एउटा यो रियाक्सनको लागि जुन छ यो रियाक्सनको लागि हामीले रेट ल इक्वेसन लेख्न पर्यो भने के होला त रेट लले के भन्छ रेट अफ रियाक्सन इज डाइरेक्टली प्रोपोर्सनल टु प्रोडक्ट अफ कन्सन्ट्रेसन अफ रियाक्टेन्ट। यानी कि A र B को कन्सन्ट्रेसनको प्रोडक्टसँग डाइरेक्टली प्रोपोर्सनल हुन्छ र यो प्रोडक्टलाई चाहिँ केही पावरमा हामीले बढाइएको हुन्छ तर यो पावर त हामीलाई थाहा हुन्न। यो त एक्सपेरिमेन्टले थाहा हुने कुरा हो। सो यसलाई x मान्दियौं, यसलाई y मान्दियौं। ठीक छ, पावरलाई हामीले x र y मानियो। अब यो x लाई के पनि भन्छ भने अर्डर अफ रियाक्सन विथ रेस्पेक्ट टु A पनि भन्छ र यो y लाई चाहिँ अर्डर अफ रियाक्सन विथ रेस्पेक्ट टु B पनि भन्छ। सो यसलाई चाहिँ इक्वल टु गराउँदाखेरि यहाँ कन्स्टेन्ट आयो। यो भनेको के हो त रेट कन्स्टेन्ट हो। ठीक छ। अब यो जुन हाम्रो रेट ल इक्वेसन छ यो त यी चारवटा एक्सपेरिमेन्टको लागि के हुन्छ त ट्रू हुन्छ। सो एक्सपेरिमेन्ट नम्बर 1 को लागि रेट यानी कि R भनेको 6 × 10⁻³ छ बराबर k भनेको छँदैछ। यो त हामीलाई थाहा छैन। 0.1 भयो A को भ्यालु, ठीक छ। B को भ्यालु 0.1 भयो, x र y भयो पावरमा। त्यसैगरी अब एक्सपेरिमेन्ट नम्बर 2 को लागि पनि सेम यहीबाट लेख्ने हो है। x को भ्यालु 0.3, y को भ्यालु 0.2 सरी A को भ्यालु 0.3, B को भ्यालु 0.2, x र y हामीलाई थाहा छैन यतिकै छोड्दिने, k पनि थाहा छैन हामीलाई यतिकै छोड्दिने, रेट यता दिएकै छ। त्यसै गरेर अब एक्सपेरिमेन्ट नम्बर 3 र 4 को लागि पनि हामीले लेख्ने है त सेम कुरा। ठीक छ, यहाँ 4 हुन्छ। सो एक्सपेरिमेन्ट नम्बर 3 र 4 को लागि पनि हामीले सेम तरिकाले यही टेबल हेरेर लेख्ने र हरेकलाई चाहिँ मैले के गरे भने एक्सपेरिमेन्ट नम्बर 1 को यो यसलाई चाहिँ मैले 2 मान्दै, यसलाई 3 मान्दै, इक्वेसन यसलाई 4 मान्दै, यसलाई 5 मान्दै। ठीक छ। अब यति गरिसकेपछि अब के गर्ने भने हामीलाई x र y को भ्यालु निकाल्न छ है। ठीक छ, यहाँ त्यही नै सोधेको हुन्छ, अर्डर अफ रियाक्सनहरु सोधेको हुन्छ। सो x र y को भ्यालु जसरी पनि निकाल्न पर्छ। अब त्यसको लागि के गर्नु पर्यो भने यो दुईवटा इक्वेसनलाई एक आपसमा डिभाइड गर्नु पर्यो है। सो यसरी डिभाइड गर्दा कसरी अथवा कुन इक्वेसनलाई डिभाइड गर्नुपर्छ भन्ने कुरा बुझ्नुपर्छ। खासमा त जुनलाई गरे पनि त्यसले केही फरक पार्दैन, एउटै कुरा हो। तर हामीले क्याल्कुलेसनलाई सकेसम्म इजी बनाउनु पर्ने हुन्छ। सो त्यो इजी बनाउनको लागि के गर्ने भने एउटा भेरिएबल काटिने गरेर चाहिँ दुईवटा इक्वेसन लिनुपर्छ। जस्तै कि यहाँ इक्वेसन नम्बर 2 र 5 हेरौँ त। यहाँ पनि 0.1 को पावर y छ, यहाँ पनि 0.1 को पावर y छ।
सो यदि यो दुईटालाई डिभाइड गर्यौँ भने त यसले यसलाई काट्दिन्छ, y भन्ने टर्म नै भाग्छ, x मात्र रहन्छ यहाँ र x को भ्यालु सिम्पली निकाल्न मिल्छ हो। सो यस्तै गर्ने है त हामीले। जस्तै कि अब y को भ्यालु चाहिँ निकाल्नु पर्यो भने x र x काटिने भनेको त यो इक्वेसन नम्बर 3 र 4 छ। सो यो दुईटाले लिने भने x को जुन टर्म छ त्यो काटिन्छ, y मात्र आउँछ है। सो यही गर्नु पर्यो हामीले यहाँ। सो यहाँ हेरौँ त, डिभाइडिङ इक्वेसन 4/3 गरौँ। सो यस्तो गर्दाखेरि कति हुन्छ त यहाँ भन्दाखेरि यसको राइट ह्यान्ड साइडले डिभाइड गर्ने, यसले यसलाई र लेफ्ट ह्यान्ड साइडले गर्न पर्यो। सो यस्तो गर्दाखेरि यो त अब डिभाइड गर्नु तपाईँले आइ नै हाल्छ। यो गर्दाखेरि यसको भ्यालु 4 आयो। अब यतापट्टि केले केलाई काट्छ, यसले यसलाई काट्ने भयो है। र यहाँ चाहिँ हाम्रो के छ भने 0.4/0.2 चाहिँ हाम्रो o हुने भयो र y चाहिँ हाम्रो कमन पावर भयो। सो यो गर्नेको 2 हो, 2 को पावर y भयो, यो भनेको 2 को पावर 2 भयो। सो y भनेको हाम्रो केसँग इक्वल भयो त 2 सँग इक्वल भयो है। अब हामीले y त निकाल्यौँ, अब हामीले x पनि निकाल्न पर्ने छ। सो x को लागि के गर्ने त भन्दाखेरि y काटिने खाले लिने। जस्तै कि y काटिने यो दुईवटा इक्वेसन हो। सो इक्वेसन नम्बर 2 र 5 लाई चाहिँ डिभाइड गरिदिने। सो डिभाइडिङ इक्वेसन 5/2। सो यो गर्दाखेरि पनि हाम्रो के हुन्छ त भन्दाखेरि यो रे काटिन्छ, के र के काटिन्छ, यसको भ्यालु 4 आउँछ। सो यहाँ 4 को पावर x हुन्छ र यो भनेको कतिसँग इक्वल हुन्छ त 1 सँग इक्वल हुन्छ। भनेपछि x भनेको 1 आयो, y भनेको 2 आयो है। अब के भनिन्छ भने राइट द अर्डर अफ रियाक्सन विथ रेस्पेक्ट टु इच रियाक्टेन्ट एन्ड ओभरअल अर्डर भनिन्छ है। सो हामीले के गर्नु पर्यो त भन्दाखेरि इच रियाक्टेन्ट भनिन्छ नि त, अर्डर अफ रियाक्सन विथ रेस्पेक्ट टु इच रियाक्टेन्ट भनिन्छ। सो ए र बी चाहिँ रियाक्टेन्टहरू हुन्। अब ए को रेस्पेक्टमा जुन अर्डर छ त्यो भनेको ए को पावर जति छ त्यति हो। ए को पावर x छ, x को भ्यालु 1 छ भनेपछि अर्डर विथ रेस्पेक्ट टु 1 भनेको 1 हो र सरी ए भनेको 1 हो र अर्डर विथ रेस्पेक्ट टु बी भनेको 2 हो। ठिक छ, यही नै हामीले गर्नुपर्ने। र ओभरअल अर्डर अफ रियाक्सन चाहिँ हाम्रो के हो त यो दुईटालाई जोड्नुपर्छ। सो 3 हो, यानि कि थर्ड अर्डर रियाक्सन रहेछ है। अब के भन्छ भने फाइन्ड द युनिट अफ रेट कन्स्ट्यान्ट भनेर भनिन्छ। रेट कन्स्ट्यान्टको युनिट पत्ता लगाउनु भने यो थर्ड अर्डर रियाक्सन हो। सो यहाँबाट के को भ्यालु निकाल्नु पर्यो, r/a b को स्क्वायर हुने भयो। सो r को युनिट यो हुन्छ, a को यो भयो, b को यो भयो। सो यसले यसलाई काटिहाल्यो, यहाँ पर सेकेन्ड छँदैछ, यो माथि जाँदाखेरि लिटर स्क्वायर पर मोल स्क्वायर पर सेकेन्ड हुने भयो। सो रेट कन्स्ट्यान्टको युनिट चाहिँ यो रहेछ। ठिक छ। अब अर्को कुरा के भन्छ भने क्याल्कुलेट रेट अफ फर्मेसन अफ सी व्हेन कन्सन्ट्रेसन अफ ए एन्ड बी आर 0.6 मोल पर लिटर एन्ड 0.3 मोल पर लिटर रेस्पेक्टिभली भनिन्छ। सो हामीलाई रेट अफ फर्मेसन अफ सी यानि कि रेट अफ रियाक्सन निकाल्न भनिन्छ र कन्सन्ट्रेसन अफ ए र बी हामीलाई दिएको छ 0.6 र 0.3। अब हामीसँग के छ भने आर बराबर के हुने भयो त, रेट भनेको त आर बराबर के इन्टु ए को पावर 1 बी को पावर 2 हुन्थ्यो। ए को ठाउँमा हामीले 0.6 राखियो, बी को ठाउँमा हामीले 0.3 राखियो। अब हामीलाई आर को भ्यालु चाहिन्छ, के को भ्यालु त हामीलाई थाहा छैन। सो के को भ्यालु पत्ता लगाउनको लागि अगाडि जुन हाम्रो चारवटा इक्वेसन थिए त्यसमा जुनसुकै इक्वेसनमा लगेर पनि एक्स र वाई को भ्यालु राखियो भने के को भ्यालु सिम्पली निक्लिन्छ। सो यसरी राख्ने भने के को भ्यालु 6 आउने रहेछ। सो यो 6 लाई लरे यहाँ राखियो भने आर को भ्यालु कति आयो त 0.324 आयो। सो 0.324 मोल पर लिटर पर सेकेन्ड चाहिँ रेट अफ फर्मेसन अफ सी रहेछ है। ल अब एउटा अर्को किसिमको हेरौँ हामीले न्युमेरिकल। यसमा के छ भने वाट विल बी द इनिशियल रेट अफ रियाक्सन इफ इट्स रेट कन्स्ट्यान्ट इज 1 × 10 को पावर -3 पर मिनट है। के को भ्यालु दिन्छ, के भनेको हाम्रो कति छ त यदि छ एन्ड द कन्सन्ट्रेसन अफ रियाक्टेन्ट इज 0.2 मोल पर लिटर भनिन्छ। यानि कि रियाक्टेन्टको कन्सन्ट्रेसन है, मानौँ एउटा रियाक्सन लिउँ ए देखि बी भनिन्छ अरे। सो यो भनेको रियाक्टेन्ट हो, यसको कन्सन्ट्रेसन 0.2 मोल पर लिटर छ है। अब रेट कन्स्ट्यान्ट यानि कि के को भ्यालु 10 को पावर -3 पर मिनट छ भने अब के भनिन्छ त हामीलाई भन्दाखेरि रेट अफ रियाक्सन कति होला भनेर सोधिन्छ। सो यहाँ हेरौँ त, अब के जुन छ के को युनिट मिनट पर मिनट छ नि त। सो यो पर मिनट युनिट हुने भनेको त हाम्रो के हो त फर्स्ट अर्डर रियाक्सन हो। सो यो रियाक्सन के रहेछ त फर्स्ट अर्डरको रहेछ। अब फर्स्ट अर्डरको लागि रेट ल इक्वेसन आर बराबर के इन्टु ए को पावर 1 हुन्छ हो। सो यहाँ अब के हुने भयो त ए को हामीसँग भ्यालु छँदैछ, के को पनि भ्यालु छँदैछ, दुइटै भ्यालु छ भनेपछि हाम्रो जुन इनिशियल रेट अफ रियाक्सन छ त्यो चाहिँ निक्लिन्छ।
सो यहाँ हामीले निकालिसक्यौँ नि r बराबर k इन्टु a को पावर 1 भयो। सो k को ठाउँमा 10 को पावर -3 इन्टु 0.2 भयो। सो रेट भनेको हाम्रो कति आयो त 2 इन्टु 10 को पावर -4 मोल पर लिटर पर मिनट आयो। ठिक छ, यहाँ पर सेकेन्ड लेख्ने होइन त, किनभने रेट कन्स्ट्यान्टमा जुन हाम्रो टाइम छ त्यही टाइम नै हामीले यहाँ रेटमा पनि लेख्नुपर्छ। सो अब के भनिन्छ भने हाउ मच रियाक्टेन्ट विल बी कन्भर्टेड इन्टु द प्रोडक्ट इन 500 मिनट भनिन्छ। अब यसरी रियाक्सन हुँदै गर्दाखेरि 500 मिनट बित्यो अरे। 500 मिनट बितिसक्दा कति रियाक्टेन्ट चाहिँ प्रोडक्टमा कन्भर्ट होला भनेर सोधिन्छ, यानि कि कति प्रोडक्ट बन्ला भनेर सोध्या हो। सो के गरौँ भने यहाँ चाहिँ अब हाफ लाइफ यदि निकाल्न भनेको यसरी निकालिन्थ्यो हामीले है, यहाँ चाहिँ निकाल्न भनेको छैन। सो यसलाई एजिटी नै राख्दै भयो। अब के छ भने मानौँ हाम्रो रियाक्सन जुन छ अब कति मिनट भनेको छ अरे 500 मिनट भनिन्छ नि त। सो 500 मिनटमा ए चाहिँ एक्स भाग सकियो भने बी एक्स बन्ने भयो। ठिक छ, सो एक्स रियाक्टेन्ट विल बी कन्भर्टेड इन्टु प्रोडक्ट इन 500 मिनट मानौँ एक्स है। सो एक्सको भ्यालु हामीले निकाल्न पर्ने छ। अब हामीसँग इन्टिग्रेटेड रेट इक्वेसन छ, यो फर्मुला तपाईँले जान्नै पर्ने हुन्छ। फर्मुला के छ भने के बराबर 2.303 ln a अपन a माइनस एक्स अपन टी छ। यो फर्मुला तपाईँले जान्नुपर्ने हुन्छ। यो फर्मुला हामीले हिजो निकालेको थियौँ है, हिजोको 1 सर्ट भिडियो तपाईँले हेर्नुभयो भने त्यहाँ देख्न सक्नुहुन्छ, त्यहाँ मैले डिराइभ गराएको थिएँ। यो फर्मुलालाई इन्टिग्रेटेड रेट इक्वेसन भन्छ। यहाँ ए भनेको चाहिँ इनिसियल कन्सन्ट्रेसन अफ रियाक्टेन्ट हुन्छ, सुरुमा कति लिएको थियो त नि रियाक्टेन्ट होइन, त्यो चाहिँ हामीले माथि राख्ने, र एक्सको ठाउँमा चाहिँ कति प्रोडक्ट बनेको छ त्यो राख्ने, टीको ठाउँमा टाइम राख्ने, के को ठाउँमा रेट कन्स्ट्यान्ट राख्ने। सो हामीसँग रेट कन्स्ट्यान्ट छ, टाइम छ, इनिसियल कन्सन्ट्रेसन छ, कति प्रोडक्ट बन्नु भन्ने कुरा छैन, एक्स छैन। सो एक्सको भ्यालु यहाँ निकाल्नु पऱ्यो। सो सबै भ्यालु राखिदिउँ त। अब के को भ्यालु राखौँ है, यहाँ 500 भइहाल्यो, टीको भ्यालु, ए को भ्यालु 0.2 छ। 0.2 कहाँ आयो भन्नु होला तपाईँले, यहाँ दिएको छ नि त होइन, कन्सन्ट्रेसन अफ रियाक्टेन्ट 0.2 मोल पर लिटर छ भनेर यहाँ दिएको छ भनेपछि यहाँ 0.2 भयो, यहाँ 0.2 माइनस एक्स भयो। सो यसरी हामीले एक्सको भ्यालु मात्र यहाँ निकाल्न पर्ने हो। सो यसलाई त तपाईँले अभियसली सल्भ गर्न सक्नुहुन्छ होला। यसरी सल्भ गर्नुभयो भने एक्सको भ्यालु 0.072 मोल पर लिटर आउँछ। सो यति चाहिँ 500 मिनटमा यति जति चाहिँ प्रोडक्ट बनेको रहेछ है। ल सो अब हामी अर्को क्वेसनलाई हेरौँ है त। सो यहाँ के भन्छ भने एउटा फर्स्ट अर्डर रियाक्सन हामीलाई दिएको छ। यो रियाक्सनको जुन 60% रियाक्टेन्ट छ, यानि कि रियाक्सनलाई लेखौँ त ए टेन्स टु बी छ मानौँ। यो जुन रियाक्टेन्ट छ सुरुमा ए छ अरे है, यसको कन्सन्ट्रेसन ए छ अरे। अब सुरुमा जब टाइम 0 हुन्छ, रियाक्सन सुरु भएको हुन्न, त्यति बेला त प्रोडक्ट 0 हुन्छ। अब रियाक्सन सुरु भयो है, रियाक्सन सुरु भएर 100 मिनट पुग्यो, टाइम कति पुग्यो 100 मिनट पुग्यो। अब यो जुन हाम्रो रियाक्टेन्ट छ यो त घट्ने भयो नि त, अथवा प्रोडक्ट जुन छ यो बढ्ने भयो। अब के भनिन्छ भने यहाँ 60% अफ रियाक्टेन्ट इज कन्भर्टेड इन्टु प्रोडक्ट भनिन्छ, यानि कि रियाक्टेन्टको 60% चाहिँ प्रोडक्टमा भयो भनेपछि यसरी लेखौँ न, 60% अफ ए चाहिँ यहाँ आयो अरे। अब घट्ने भयो नि त, यहाँ त ए माइनस 60% अफ ए चाहिँ यहाँ आउने भयो। ठिक छ, भनेपछि यसलाई अब लेख्ने भने कसरी हुन्छ, 60% अफ ए भनेको 0.6 ए हो। सो 0.6 ए माइनस ए भनेको 0.4 ए हुन्छ। सो यहाँ चाहिँ हाम्रो कति हुने भयो त 0.6 ए हुने भयो। सो ए भयो नि त होइन। सो अब के भनिन्छ भने यही कुरा हामीलाई दिएको हो यहाँ। सो यति कुरा दियो, यति कुरा दिएपछि अब 90% रियाक्सन कम्प्लिट हुन अथवा 90% चाहिँ यो प्रोडक्ट कन्सन्ट्रेसन अफ रियाक्टेन्ट चाहिँ घट्नको लागि कति समय लाग्ला भनेर हामीलाई सोधेको। मानव जुन इनिसियल कन्सन्ट्रेसन अफ रियाक्टेन्ट छ त्यो ए हो अरे। अब 100 मिनटमा 60% चाहिँ रियाक्टेन्ट प्रोडक्टमा कन्भर्ट हुन्छ भने हामीले के भन्नु पर्यो त, प्रोडक्ट फर्म, यानि कि जुन यो प्रोडक्ट बनिन्छ होइन, कति बनाऊ 0.6 ए बनाऊ नि, मैले बुझाएको थिएँ तपाईँलाई। यो त एक्स हो नि भयो होइन, एक्स नै मानिन्छ हामीले नर्मली। सो यो भनेको कति भयो त 0.6 ए भयो है। अब टाइम भनेको टी हो, सो यो भनेको 100 मिनट भयो। ठिक छ, अब फर्स्ट अर्डर रियाक्सनको लागि के बराबर 2.303 लग ए अपन ए माइनस एक्स अपन टी हुन्छ। सो यहाँ चाहिँ हामीले के को भ्यालु निकाल्न पर्ने छ है, किनभने हामीसँग सबै भ्यालु छ, के को मात्र भ्यालु छैन। सो के को भ्यालु निकालौँ। सो यसको लागि के गर्नु पर्यो त 2.303 अपन टी को ठाउँमा 100 राख्नु पर्यो
यसलाई सेकेन्ड केहीमा लानु पर्दैन है। यदि इयर दिएको भए पनि इयरमै राख्दा पनि केही हुन्थेन, YEAR इयरमा है। ठिक छ। सो यहाँ 100 हुने भयो, लग ए भनेको ए नै छ, ए माइनस एक्स भनेको त 0.4 ए हुने भयो है। कसरी भयो त भन्दाखेरि ए भनेको ए नै छ, एक्स भनेको 0.6 ए छ। सो 1 माइनस 0.6 गर्दा 0.4 आउँछ। सो एले यसलाई काटो। अब यहाँ लग 1/0.4 भयो, यसको भ्यालु 0.3979 हुन्छ। यता 2.303 छ, तलतिर 100 छ। सो यो सबैले क्यालकुलेट गर्दाखेरि के को भ्यालु कति आयो त 9.16 × 10⁻³ पर मिनेट आयो। अब 90% रियाक्सन कम्प्लिट हुनको लागि अथवा 90% रियाक्टेन्ट चाहिँ प्रोडक्टमा बन्नको लागि कति समय लाग्ला भनिन्छ। सो त्यो जति समय लाग्छ त्यसलाई हामीले T1 मान्दियौँ र त्यति बेला प्रोडक्ट कति बनेको हुन्छ त 0.9 बनेको हुन्छ, 0.9 ए हुन्छ यहाँ अझ है। किन यस्तो 0.9 ए भयो त भन्दाखेरि जसरी 60% अफ एक्स 60% अफ ए भनेको 0.6 ए हुन्थ्यो भने 90% अफ ए भनेको कति हुने भयो त 0.9 ए हुने भयो हो। सो यसरी नै हामीले लेख्यो। अब यहाँ हेरौँ त, सो एक्स भनेको 0.9 ए हुन्छ र अब यहाँ के छ भने 1 बाट चाहिँ यसलाई घटाउँदाखेरि चाहिँ यो 0.1 ए हुने भयो र माथितिर ए चाहिँ छँदैछ। सो यहाँ 2.303/T1 लग A/0.1 ए हुने भयो है। एले यसलाई काटो, 1/0.1 भनेको 10 हुन्छ। सो लग 10 भनेको 1 भइहाल्यो र 2.303/T1 यो त निकाल्न पर्ने छ। सो यसलाई उता लगिदिउँ, के लाई यता ल्याइदिउँ। अब के भनेको हामीले यहाँ निकालिसकेछौँ, यो भ्यालुलाई यहाँ राखौँ र यसलाई क्यालकुलेट गर्दाखेरि T1 यानि कि 90% रियाक्टेन्ट प्रोडक्टमा कन्भर्ट हुन लाग्ने जुन समय छ त्यो भनेको 251.31 आयो। यो चाहिँ हाम्रो मिनेटमा आयो किनभने यो हामीले मिनेट पर मिनेटमा राखिन्छ यो। ठिक छ ल। सो यही नै हो हाम्रो न्युमेरिकलहरू चाहिँ, यही किसिमकै न्युमेरिकलहरू सोधेको हुन्छ इक्जाममा चाहिँ। अब भोलि चाहिँ म डेरिभेटिभको भिडियो लिएर आउनेछु है, म्याथको डेरिभेटिभबाट भिडियोहरू ल्याउनेछु। सो त्यति बेरसम्मको लागि हस्त धन्यवाद।